सो नमस्ते सबैजनालाई अनि फेरि पनि वेलकम ब्याक टु माई च्यानल। अब आजको भिडियो तपाईँ थम्बनेल इन्ट्रो टाइटलले थाहा पाउनु भइसक्यो होइन। मेरो आँखामा किरा गयो यार, कस्तो आँखा रम पोल्यो, चिलायो भनौँ न। आज चाहिँ टक्क लगाएर म होइन अब अगाडिको र पछाडिको दुइटै टायर फेरि फेर्छु, कज आई निड अपोलो H1 ASAP। अगाडिको टायर चाहिँ गइसक्यो होइन, अनि अब पछाडिको यो रेभजेट छ, अनि त्यो रेभजेट पनि मलाई खासै मन परेन कि। राम्रो छ, रेडियल टायरै हो होइन, बट इट्स नथिङ लाइक अपोलो जस्तो चाहिँ के पनि छैन क्या। अगाडिको चाहिँ म फेर्छु होइन, तर पछाडिको चाहिँ म एक्सचेन्ज गर्छु कि, जहाँबाट किनेको त्यहाँबाट एक्सचेन्ज गर्छु होइन। अनि अपोलो H1 नै राख्छु क्या, पछाडिको चाहिँ एक्सचेन्जमै गरिदिन्छु म सिधै। ल टक्क लगाएर अब टेकुमा गएर भेटौँ है त। यो टायरमा त के पनि भएको छैन होइन, तर I'm gonna go for यो अपोलो H1 मैले राख्नु लाग्यो। अब न्यू टायर्स, सो टायर चेन्ज गरिरहेको छ अहिले। 110/70 को छ, यो 110/80 को यो स्लाइटली सानो हुन्छ यो भन्दा। अनि अहिले चाहिँ म एकछिन बाइक साइडमा किन राखिरह भन्दाखेरि चाहिँ यो सब हिट भयो क्या, ब्रेकै लागेन कि पछाडिको तातो छ एकदम, हिट भयो लागेर चाहिँ उयो पर्ने होइन। अनि दिस इज माई न्यू टायर न्यू अपोलो H1 अल्फा। फाइनल लुक चाहिँ यस्तो आएको छ, पछाडिबाट चाहिँ यस्तो देख्छ है टायरको, वाइल्ड राम्रो देख्छ यार टायर। अब मेरो सेट भयो क्या, पछाडि पनि अपोलो H1 भयो होइन, अनि अगाडि पनि अपोलो भयो। यु क्यान सी द डेप्थ क्या होइन, रेडियल टायरहरू भयो नि त, रेसिङ टायर जस्तो नि भयो होइन। यस्तो राम्रो कर्भ छ क्या। मेरो पहिलाको टायर पनि ठिकै थियो, न ब्याड, तर त्यो कस्तो भन्दाखेरि कि त्यो अझै डेप्थ थिएन क्या। यो अपोलो H1 को कस्तो राम्रो छ क्या डेप्थ, पहिला देखिहाल्छु भनेर बसिरहेको थिएँ। अनि मैले त्यो पहिलाको टायर चाहिँ मैले एक्सचेन्ज गरेँ कि, अनि मेरो पछिको टायर पछाडि धेरै गुडेको पनि थिएन, फ्रेस थियो एकदमै। अनि मजाको के भन्छ एक्सचेन्ज अफरमा पनि होइन, त्यहाँ एक्सचेन्ज पनि गर्नु हुँदो रहेछ। अनि मैले त्यही प्राइसमा चाहिँ सस्तोमै पैसै खासै थपेको नथपेको उस्तै धेरै पनि थप्नु परेन, त्यो 1000 समथिङमा त थपेँ। वाह फिनिसिङ अति राम्रो छ। अब म यसको पर्फर्मेन्सहरू देखाउँछु है। I'll show you guys some performance of this tire। कर्नरिङ कस्तो राम्रो छ, कसरी जान्छ, I'll show you guys है। ल यताबाट चाहिँ यो अपोलो H1 को चाहिँ अति नै दामी लिनहरू छ होइन। पुरानो टायर भन्दा चाहिँ मलाई यसमा चाहिँ अति नै कन्फिडेन्स आएको छ, लाइक प्रिभियस भन्दा चाहिँ। सो यहाँ अहिले दुइटै अगाडि पनि अपोलो छ, पछाडि पनि अपोलो छ होइन। सो अति नै राम्रो देखिरहेको छ। आई होप सबैजना आजको भिडियो मन पर्यो होला। साइडलाइन केही भ्यालु छैन जहाँको। I'll see you guys in my next video. This is Zelgalite, bye bye and see you.